है साथीहरु, मैले यहाँ नर्सरी क्लासको पास्ट क्वेसन लिएर आइसकेको छु। यदि नर्सरी क्लास पास हुनु छ भने यो पास्ट क्वेसन हेर्न एकदम जरुरी छ। यो यति हेरेपछि हजुर पास हुनुहुन्छ र हजुरलाई कहिले पनि नर्सरी फेल अथवा नपढेको भनेर कहिले जिस्काउन पनि सक्दैनन्। र पहिलो यहाँ पास्ट क्वेसन के छ भन्दा हामीलाई सोध्छ ए फर भनेर। अब ए फर भनेर सोध्छ, त्यो भनेको ए फर के हुन्छ भनेर सोधेको। अब धेरैजनाले ए फर एस्थेटिक भनेर लेख्छन्। अब यस्तो लेख्न भनेकोहरूले एस्थेटिक भनेर, यो मिल्न सक्छ, तर ए फर एस्थेटिक भन्दा हजुरले ए फर एप्पल लेख्न पर्यो। यो जम्मैले बुझ्छन् नि एप्पल लेखेपछि, यो धेरैले बुझ्दैनन्। अब यस्तो गरियो भने फेल हुन सकिन्छ नर्सरी क्लासमा। र दोस्रो क्वेसन छ हाम्रो के छ भन्दा म्याथमेटिक्सको क्वेसन छ। र दोस्रो क्वेसनमा के हुन्छ भन्दा हामीलाई दिएको हुन्छ 1+1 इजिकल टु वाट भनेर। अब धेरैजनाले यहाँ के गर्नुहुन्छ भन्दा इन्टिग्रेसन 1 प्लस इन्टिग्रेसन 1 लगाइदिनुहुन्छ, त्यसपछि x प्लस x प्लस c गर्नुहुन्छ, त्यहाँबाट 2x प्लस c लेख्नुहुन्छ। यो भनेको एकदमै रङ हुन्छ है। यो हुन त मिल्छ तर यो धेरैले बुझ्दैनन्। त्यही भएर अब हजुरले यसमा यो क्वेसनमा के गर्न पर्यो भन्दा 1+1 इजिकल टु कति गर्न पर्यो, यहाँ आफैले हिसाब गर्ने। अब एउटा धर्को तान्ने, दुईटा धर्को तान्ने, अब यसलाई जोड्ने, यो 1 भयो, यो 1 भयो, 1 र 1 जोड्दा दुईटा धर्का जोड्दा दुईटा धर्को भयो। त्यहाँबाट यो हामीले कति लेख्ने, 2 लेख्ने हो। यसरी गर्नुभयो भने हजुर नर्सरी क्लास पास हुन सक्नुहुन्छ। र यस्तै पास्ट क्वेसनहरूको लागि मलाई फलो गर्नु होला।